एन्ड वेलकम ब्याक टु माई अनदर भ्लग आफ्टर लङ टाइम पछि फेरि पनि ल्याएको छु एउटा नयाँ भिडियो। र आज चाहिँ हामी भ्यू टावर हेर्नु गइरहेको छौँ। भन्दा पनि जाँदैछौँ मम्मी म दुईजना ठुलामा माइजू अनि दाइ हुनुहुन्छ। र अब हामी चाहिँ लाग्यौँ भ्यू टावरतिर। गोदावरी फुल्नु आँटेछ भर्खर। ठुलो मन पर्दैन, सानोमा कुचुक्क फुलेको मन पर्छ कि र अब हामी चाहिँ लाग्यौँ भ्यू टावर देख्न थाल्यो है गाइज। र भ्यू टावर हेर्नु जाँदाखेरि चाहिँ टिकट काट्नु पर्ने हुँदो रहेछ होइन। अनि त्यहाँदेखि हामी सबैजनाको टिकट चाहिँ दाइले काटिदिनु भएछ होइन। र भ्यू टावरमा चाहिँ गेटबाट छिरिसकेपछि नै चाहिँ फुल चाहिँ कति धेरै रहेछ होइन। फुल देखेर म त माई गड कति राम्रो राम्रो फुल होइन। र त साइडमा फुलको बिरुवाहरू देख्नुहुनेछ खालको। अब सबै फुलको नाम त थाहा हुँदैन हामीलाई होइन। र अनि यहाँदेखि चाहिँ तल चियाबारी देखिँदो रहेछ। हामी चाहिँ अहिले त्यही चियाबारीबाट हामी चाहिँ घर जान्छौँ किनकि हाम्रो घर चियाबारीदेखि हुँदै जानुपर्छ होइन। सो अनि म चाहिँ फर्स्ट टाइम भ्यू टावर चढ्न आउँदैछु। फर्स्ट टाइमै हो मम्मी ठुलामा माइजूहरूसँग आउनु पाएँ होइन। अहिलेसम्म चाहिँ म कोहीसँग गएको थिएन भ्यू टावर। जान्छु भनेको थिएँ तर जानै पाएको थिइनँ। र पर देख्दैछ म फुल अहिले हेर्नु सक्नुहुनेछ फुल कति धेरै छ भन्ने कुरा। र म त एकछिन त स्वर्गमा आएको जस्तो फिल भइरहेको नि हो। यहाँनिर एन्जेलीको बिरुवाहरू छ होइन। र हेर्नुहोस् त त्यहाँनिर गोदावरी ओ माई गड म त होइन तपाईँहरूलाई ओ माई गड स्वर्ग जस्तो छ। स्वर्ग हेर्नुहोस् त लु हो कि होइन। म त हेरेको हेरे भयो। अनि त्यहाँदेखि हामी चाहिँ भ्यू टावर चढ्यौँ माथि। भ्यू टावरदेखि चाहिँ सेकेन्ड फ्लोर होला सेकेन्ड फ्लोरदेखि चाहिँ यस्तो देखिँदो रहेछ बाहिरपट्टिबाट। र यो भ्यू टावर चाहिँ 3 तला माथि टप त्यो 3 तला रहेछ होइन। अनि यो चाहिँ सेकेन्ड फ्लोरदेखि चाहिँ हामी यसरी दृश्यहरू हेर्दैछौँ होइन। तल चियाबारीहरू देखिरहेछ। अनि त्यहाँ हेर्नुहोस् त त्यहाँ चियाबारीमा अस्ति ठुलो पानी आएको बेलामा त्यहाँनिर पनि पहिरो गएछ। र अनि हामी चाहिँ मम्मी माइजू ठुलामा दाजुहरू होइन अनि यताउता हेर्दै बस्यौँ। कस्तो राम्रो देखिँदो रहेछ कति धेरै ठाउँमा पहिरो गएछ भन्दै सबैजनाले गफ गर्दै बस्नुभयो। अनि त्यस पछाडि म चाहिँ छु नक्कल पारिदिएको नि त मिरर सेल्फी देखाएर। अनि सबै देखिन्छ नि त अनि नक्कल पारिदिएको मैले चाहिँ एकछिन। अनि अब चाहिँ हामी टप फ्लोरमा आइपुगिसक्यौँ। र मैले चाहिँ उकालो चढ्दाखेरि चाहिँ भिडियो बनाइनँ एकैचोटिमा टप फ्लोरमा आएपछि मात्र बनाएँ। अनि यहाँ चाहिँ यस्तो रहेछ टपमा चाहिँ। अनि टपदेखि चाहिँ यस्तो देखिँदो रहेछ दृश्य। र यहाँनिर चाहिँ मान्छेहरू आइबस्दो रहेछ। अहिले त्यति हामी जाँदाखेरि चाहिँ त्यति आएको थिएन किनकि अब तिहारको बेलामा होइन सबैजना घरहरू गएको हुन्छ कता गएको हुन्छ अनि त्यही भएर होला त्यति मान्छे थिएन। अरू बेला चाहिँ टन्नै नै हुन्छ भनेर चाहिँ सुनेको थिएँ होइन। र यहाँदेखि चाहिँ यस्तो रहेछ। तर माथि पुग्दाखेरि चाहिँ माथि पुगेर तल हेर्दाखेरि चाहिँ अलिअलि डर चाहिँ लाग्दो रहेछ होइन। जिउ सिरिङ चाहिँ हुँदो रहेछ। र अनि हामी चाहिँ सबै दृश्य हेरिसकेर होइन एकछिन बसेर हामी चाहिँ फेरि ओह्रालोतिर लाग्यौँ।
र हेर्नुहोस् त साथीहरू मुरा कत्रो र त्यहाँ माथि चाहिँ सिलामसाक्पा जस्तो ठुलो सिलामसाक्पा पनि राखेको थियो तर मैले त्यो चाहिँ देखाइनँ छु होइन। र हामी चाहिँ तल टपदेखि तल झरिसक्यौँ र तल झर्दाखेरि चाहिँ मम्मीहरूले भन्नुहुन्थ्यो अब यस्तो राम्रो फुल के लगाउँछ होला, कुन खालको मल लगाउँछ होला, कुन माटो लगाउँछ होला भन्दै गफ गर्दै हिँड्दै हुन्छ होइन फुलहरू हेर्दै। र मैले पनि सोचेँ क्या अब यस्तो धेरै फुल कसरी चाहिँ यति राम्रो बनाउँछ होला, फ्लावरमा हाल्ने मलहरू हाल्छ होला भनेर भन्थेँ कि। र हेर्नुहोस् त कति राम्रो राम्रो फुल छ अनि के हाल्छ होला भन्दै सोच्दै बोल्दै हिँड्दै थिएँ म पनि मम्मीहरूसँग। र साँच्ची नै हेर्नुहोस् न कति राम्रो के म त पुग्नु बित्तिकै होइन मेरो आँखा त त्यही फुलमै गयो कि। हेर्नुहोस् त लु कति धेरै छ। फेरि यति बेला त यो गोदावरी भन्ने फुलको सिजन छ नि त त्यही भएर गोदावरी मात्र खालको धेरै छ क्या यहाँनिर फुल। ओ माई गड हेर्नुहोस् त के हाल्छ होला नि यो फुलमा चाहिँ यति राम्रो हुने जति हेरे पनि होइन नपुग्ने के फुल चाहिँ जति हेरे पनि म भिडियो फेरि फुलहरू देख्नु बित्तिकै भिडियो बनाउनु मन लागिहाल्छ कि। र हामी चाहिँ हेरिसकेर फेरि अब लाग्यौँ किनकि टाइम पनि धेरै भइसकेको थियो नि त। र अब घरतिर लाग्यौँ हामी चाहिँ गफ गर्दै मम्मीहरू पनि होइन। अनि त्यति हेर्नुहोस् त यहाँ चाहिँ गोदावरी कति सानो सानो खालको फुल्ने यो चाहिँ सानै खालको फुल्ने खालको रहेछ नि त। अनि मम्मीहरू भन्दै हिँड्दै हुनुहुन्छ कि यो चाहिँ कति सानो खालको फुल्दो रहेछ भन्दै। र यहाँनिर एन्जेलिनाको बिरुवाहरू पनि छ। अनि अब चाहिँ हामी लगभग अब चाहिँ निस्किसकेको हो। हामी चाहिँ गेटमा आइपुगिसकेको र अब चाहिँ हामी के गर्नु अब ती बसिरहनु मन लागिरहेको थियो मलाई त फुलहरू देखेर। र साथीहरू भ्यू टावरमा चाहिँ गोदावरी फुलहरू सबै फुलहरू चाहिँ बेच्नु राख्दो रहेछ होइन। कोही किन्नु आउनुहुन्छ भने आउनु होला। र यहाँनिर पहिरो गएछ होइन यहाँनिर तिहारे फुल पनि गएछ सबै लगेछ पहिरोले। र अनि यहाँनिर चाहिँ नि जग्गा बिक्रीमा छ भनेर नोटिसमा बोर्डमा राखिरहेको थियो कि यहाँ भित्तामा चाहिँ। अनि मम्मीहरूले भन्नुहुन्छ मम्मीहरूले अब यो भ्यू टावरको छेउमा त जग्गाहरू त छोड्न सक्नु पो हुन्छ त भन्दै अनि गफ गर्दै हिँड्दै हुन्छ होइन। अनि हाम्रो ठुलामा घर छ नि त यहाँनिर अनि भ्यू टावरदेखि तलतिर अनि त्यसपछि ठुलामा घरदेखि चाहिँ यस्तो दृश्य देखिन्छ। वाउ कति राम्रो। अनि त्यो मैले देखाएको थिएँ नि हो त्यो बाटोदेखि चाहिँ हामी अहिले जान्छौँ अनि हामी चाहिँ लाग्यौँ ओह्रालो ए तल माथि भ्यू टावरदेखि चियाबारी हुँदै नै सिटी गयो भने चाहिँ एकैचोटि चाहिँ तल इलाम बजार पुगिन्छ है साथीहरू। र अब हजुरहरू धेरैजनालाई थाहा छ होला होइन। मैले चाहिँ अब किनकि म चाहिँ अब हिँड्दिनँ नि त धेरै घुम्नु जाँदिनँ नि त म धेरै। अनि यस्तै बेला कहिलेकाहीँ मम्मीहरूसँग माइजू ठुलामाहरू हुँदा मात्र जान्छु नि त। अनि फेरि एक्लै पनि अल्छी लाग्छ अनि साथीहरू पनि त्यति कोही हुँदैन। अनि त्यहाँदेखि अनि यो चाहिँ म चाहिँ सेकेन्ड टाइम आएको होला यो चियाबारीमा। अनि भ्यू टावर चाहिँ मैले भनिहालेँ भ्यू टावर चाहिँ म फर्स्ट टाइम गएको। अनि मम्मीहरूलाई घुमाउँदै मम्मी ठुलामा सबैजनालाई घुमाउँदै अनि हामी चाहिँ लाग्यौँ। अनि यो रोड चाहिँ उता राइटतिर जाने रोड चाहिँ भालुढुङ्गा जाने बाटो हो। यहाँदेखि उता जाँदाखेरि चाहिँ भालुढुङ्गा पुग्छ अरे होइन। तर म चाहिँ गएको चाहिँ छुइनँ साथीहरू मैले भनेको सुनेको होइन। र म एकचोटि जान्छु तर म
स्योर जान्छु भालेढुङ्गा पनि जान्छु भनेर अस्तिदेखि सोचेको थिएँ तर खै के हो टाइम नै मिल्दैन भन्दा पनि अब कोही साथीहरू नि हुँदैन नि त र म एकचोटि अलिक पछि चाहिँ जान्छु होला साथीहरू अनि हामी चाहिँ गफगाफ गर्दै यताउता हेर्दै हामी चाहिँ ओह्रालो हिँड्दैछौँ र ओह्रालो लाग्यौँ अनि त्यहाँदेखि मम्मीले चाहिँ कहिले म एकछिन भिडियो बनाउँछु भन्नुभयो होइन अनि लु न त बनाउँ न त भने नि मम्मीले नि देखाउँदै हुन्छ होइन अनि त्यहाँदेखि मलाई पनि देखाउनु न मम्मी भनेको अनि देखाउनु पर्ने चाहिँ एकछिन नक्कल पारिदिएको होइन छ्या तर कस्तो देखेको क्या मलाई त कस्तो नराम्रो होइन त्यसै पनि म मान्छे त नराम्रै हो नि त अनि त्यहाँदेखि लाग्यौँ गफ गर्दै यताउता भ्यूहरू हेर्दै अनि मम्मीहरू पनि देख्नु भएको थिएन नि त अनि लाग्यौँ अनि हामी चाहिँ जन्तरी ठुलामा माइजू मम्मी म छौँ यहाँनिर र जेठी ठुलामा चाहिँ दाजुसँग बाइकमा जानुभयो अघि किनकि ठुलामा त अब जेठी ठुलामा त अलिक हिँड्नु सक्नुहुन्न नि त अलिक मोटी हुनुहुन्छ नि त अनि सिडी नै सिडी ओह्रालो छ सिधा अनि हिँड्नु सक्नुहुन्न र बाइकमा जानुभयो अनि हामी चाहिँ एकछिनमा तल भेट्नुपर्छ तल लटाएर छ हो त्यहाँनिर भन्नुभयो अनि हुन्छ भनेर नि हामी चाहिँ यताउता हेर्दै हिँड्यौँ र अनि तल लाग्यौँ दृश्य हेर्दै अनि यसो कस्तो राम्रो देखिरहेछ कि आज चाहिँ भ्यू घाम लागिरहेछ वेदर पनि कति राम्रो भइरहेछ तर गर्मी ठिकै भइरहेछ अस्तिको जति गर्मी चाहिँ अहिले चाहिँ अलिक हुँदैन इलाममा अस्ति त म त कस्तो गर्मी हुन्थ्यो होइन किनकि अब म त माथि ताप्लेजुङमा त चिसो हुन्छ नि त अब इलामभन्दा त धेरै नै चिसो हुन्छ अनि अब ताप्लेजुङमा बस्ने बानी भएपछि चाहिँ इलाममा आएपछि चाहिँ म त दिउँसो त कस्तो गर्मी हुन्थ्यो कस्तो छटपट हुन्थ्यो होइन अब माथि त अब चिसोमा बस्ने बानी होइन अब त्यही भएर अब इलाममा आउँदाखेरि अब सुरुमा त फर्स्ट टाइममा त गाह्रै हुन्थ्यो साथीहरू गर्मी हुन्थ्यो कि अनि अब इलाम भनेको त अब निकै तलै पर्छ नि त होइन अब ताप्लेजुङमा त अब ताप्लेजुङ त माथि हो एकदम चिसो हुन्छ ताप्लेजुङमा चाहिँ र यो अब पुस माघमा त झन् ओ माइ गड कति चिसो हुन्छ इलाममा त ठिकै छ अहिले त होइन ठिकै हो गर्मी अब दिउँसो घाममा हिँड्दाखेरि अलिअलि गर्मी हुन्छ बिहान बेलुका त ठिकै छ अनि हामी चाहिँ चियाबारीतिरै छौँ माथिदेखि तल आइपुग्यौँ बल्ल तल हिँड्दा होइन गर्मीमा तर पनि ठिकै थियो रमाइलो नै भएको थियो अलिअलि गर्मी भए पनि अब चियाबारीमा त रमाइलो नहुने त कुरै हुँदैन झन् चियाबारी देख्दाखेरि त होइन मलाई त पहिलादेखि नै एकदमै मनपर्थ्यो चियाबारीमा हिँड्नु होइन र इलाम आएपछि चाहिँ पुरा भयो चियाबारीमा हिँड्ने अनि अहिले चाहिँ अब हिँडिबस्छु नि त म अहिले त अब हिँडिबस्छु चियाबारीतिर गइबस्छु त्यति अब अहिले त बस्दा हुँदैन नि त अब पहिला अब ताप्लेजुङमा हुँदाखेरि त वाउ इलामको चियाबारी भनेपछि त ओ माइ गड होइन कहिले जम लाग्थ्यो होइन इलामको चियाबारीमा कहिले चाहिँ जाउँ जस्तो लाग्थ्यो र अहिले त अब बानी भइसकेको छ नि त अहिले त अब घुम्दा वाक्कै दुःखै भइसकेको छ अनि हामी चाहिँ अब लाग्यौँ लभ डाँडातिर तर लभ डाँडा भन्दो रहेछ साथीहरू अब मलाई त थाहा थिएन होइन लभ डाँडा भन्छ भन्नु चाहिँ तर अब कुनै के हो होइन अब मान्छेहरू चाहिँ अब घुम्नु आउँदो रहेछ अनि यहाँदेखि चाहिँ यस्तो देखिन्छ दृश्य र अनि त्यहाँ पर चाहिँ धान पाक्दै रहेछ कति छिटो होइन हेर्नुहोस् त साथीहरू कति छिटो धान पाकेको के इलाममा पनि यति छिटो धान पाक्दो रहेछ अब इलाम त अब गर्मी नै हुन्छ होइन अब औल नै पर्छ अब त्यही भएर होला अनि हामी चाहिँ अब आइपुग्यौँ लभ डाँडा भन्दो रहेछ तर अब अरू चाहिँ के नाम भन्छ थाहा छैन होइन
अनि हामी चाहिँ लाग्यौँ हेर्दै त्यहाँ तलतिर मान्छेहरू फोटोहरू खिच्दै बसिरहेछ होइन। र मान्छेहरू आउँदो रहेछ यहाँ पनि धेरै नै। हामी अब जाँदाखेरि नि धेरै नै थियो मान्छेहरू। अनि तलतिर हेर्नुहोस् त चियाबारीतिर फोटोहरू खिच्दैछ। अनि यहाँनिर फोटो खिच्ने ठाउँ रहेछ। यस्तो गौतम बुद्धको हात बनाउनु भएको रहेछ। मैले चाहिँ अब यो चाहिँ पहिला चाहिँ मैले टिकटकतिर भिडियोतिर देखेको थिएँ कि यो के भन्छ यसलाई अब यो बुद्धको हात भनौँ न। अनि यहाँनिर चाहिँ नेपालको झन्डा फ्ल्याग पनि राखेको रहेछ। अनि यहाँनिर चाहिँ अब तर यो हात त मैले यो हात भनौँ न अब। अनि भाइरल पुल पनि देखिन्छ है साथीहरू यहाँदेखि चाहिँ। अनि त्यो भाइरल पुल पनि एकचोटि जाने सपना छ। र अनि त्यो हात भन्छ अब हातको स्ट्याचुमा चाहिँ हामीले फोटोसुट गरिसकेर चटपटेहरू खायौँ। अनि खाएपछि चाहिँ हामी चाहिँ अब फर्क्यौँ। एकछिन 1 घन्टा जति बस्यौँ होला। अब धेरै पनि त बस्नु भएन होइन साथीहरू। अब टाइमले भ्याएन, टाइम थिएन होइन। अब फेरि आजकल त अब कति छिटो दिन्छ हजुरहरूलाई नै थाहा छ। एकैछिनमा टाइम जान्छ, एकैछिनमा रात पर्छ। अनि यहाँनिर चाहिँ स्ट्याचु छ। तर स्ट्याचु कसको भन्ने के को भन्दै नाम पनि फेरि यादै भएन क्या। मैले त्यहाँनिर हेरेको थिएँ तर यादै भएन साथीहरू होइन नाम चाहिँ। हजुरहरू नै आएर हेर्नुहोस् नाम चाहिँ के हो, कसको स्ट्याचु हो भनेर। अब चाहिँ नि हामी चाहिँ अब बजारमा केही सामानहरू किन्नुपर्ने छ, कामहरू छ थोरै। अनि त्यस पछाडि चाहिँ हामी घर फर्किन्छौँ। यति नै थियो साथीहरू आजको भ्लग। बाई।